गिडी पहाड थियो। यहाँ यो दरबारमा पहिले भुषल खड्का मगर राजा थियो। यो तीन राजधानी, माथिल्लो कोट घले राजा, बीचकोट भुषल खड्का राजा, तल्लो कोट मगर राजा, तीन राजधानी थियो। यहाँ बाबाको नाम प्रकट हुनुभयो, गोर्खा भयो। यो भुषल खड्काको नियम कानुन नीति बाबालाई मन परेन। के थियो भन्दा अब हाम्रो छोरोको बिहा गर्नु पर्यो। जन्ती कहाँ गयो? दुलैको घरमा। बरेत कहाँ जानु पर्थ्यो? दुला घरमा, होइन त? दुला घर बरेत जानु पाउँथेन, बरेत यहाँ ल्याउनु पर्थ्यो। त्यो दिनको मोज मस्ती राजा लुट थियो। भोलिपल्ट बल्ल हामीले बुहारी घर लानु पाउँथ्यौँ। यो नीति बाबालाई मन परेन। मन नपरेपछि राम्रो राजा खोज्नु पर्यो भने बाबाको न राजा खोजीमा लाग्नुभयो। कता जाऊँ त पहिला भन्दा तीन सहर नेपाल, नेपाल पछि भएको पहिला नेपाल हो। तीन सहर नेपाल काठमाडौँ जानुभयो। सारा जनता घरमा गएर गोरख जगाउनु गयो राति। भोलिपल्ट सबै जनता घरमा जानुभयो, तर कसै पनि वास्तै गरेन। को आयो किन आयो मतलबै भएन। भनेपछि यो जनतामा चेतनशील रहेनछ, यिनीलाई चेताउनु पर्यो भने मृगस्थली गएको छौ? पशुपतिमाथि गएको छैन हो? मृगस्थली गएर 12 वर्षको तपस्या लिइदिनु भयो। कस्तो त सारा नागलाई आसन लगाएर नागमाथि आफू बस्दिनु भयो। नाग नभए त पानी पर्ने कुरै आएन। त्यहाँ अनावृष्टि हुन गयो। आज भोलि 1 वर्ष 2 वर्ष हुँदा पशु पन्छीको कुरा मान्छे पनि आफै भुतुभुतु हुन थाले। अब मान्छे नभए जनता नभए कसको राजा भने? देशमा रोग लागेपछि कसलाई चिन्ता हुन्छ? राजालाई चिन्ता हुन्छ। अहिले मन त प्रधानमन्त्री यत्र चिन्ता, घुम्न बाहेक केको चिन्ता? घरमा रोग लाग्यो अन्के लाग्यो कसलाई चिन्ता? बाउलाई चिन्ता हुन्छ। देशमा रोग लागेपछि राजालाई चिन्ता लाग्यो। 3 सहर भ्यालीभित्रका जनतालाई ज्योतिषलाई बोलाएर पट्टङ्गीमा राखेर देशमा कहाँ के हुन गयो ल हेर भनेर ज्योतिषलाई जिम्मा दिनुभयो। ज्योतिषले पनि लिखित भएको त्यसलाई गणन गरेर बताउने, लिखित नभएको कुरोहरूले बताउन सक्नु भएन। एउटा मिश्रा भन्ने बाजालाई चिन्ता लाग्यो। रोग त लाग्यो त कसरी लाग्यो त यो त हामीले बताउन सक्नु पर्यो नि भने उहाँ ध्यान दृष्टिमा बस्नुभयो। ध्यान दृष्टिबाट हेर्दाखेरि गोरखनाथ बाबा रिस उठे यति गर्नु भएको भने उहाँले पत्ता लगाउनु भयो। अनि राजाले भनिदिनु भयो यो कारण यो, यसको उपाय के छ त? यसको उपाय एउटै छ। दक्षिण भारत कमच्छामा उहाँका गुरु मत्रीनाथजी हुनुहुन्छ। उहाँलाई यहाँ ल्याउने उपाय भने यो समस्या हल भयो, न त हल हुनेवाला छैन। भनेपछि को गएर आउँछ जोपाए गएर मान्छे आउँदैनन्। फेरि राजाले भाइबाट राजपाट सुम्पेर आफै जाने प्रक्रिया मिलाउनु भयो र उहाँ जानुभयो, वार्ता गर्नुभयो। वार्ता मिल्यो, आउने प्रक्रिया भयो। मत्रीनाथजी बच्चाको रूपमा आउनुभयो भोटो लगाएर। अनि 3 सहर भ्यालीभित्र आएर यसो हेर्दा फाँटमा एउटा ज्यापो हलज्योति हालेको छ। अनि त्यो ठाउँ गएर आफ्नो भोटो फुकालाई उसलाई जिम्मा दिएर ल भोटो तैँ सम्हाल है भनेर भोटो उसलाई जिम्मा फेरि आफू सच्चित रूपमा मृगस्थली पहुँचिनु भयो। चेलो नजिकमा त दर्शन गर्छ कुरो सकिएको ऊ घमण्ड लिएर बसिएको छ। ऊ पर उभिदिनु भयो। गुरु आए गुरुको दर्शन गर्नु परेन? अनि त्यहाँ उठेर गएर गुरुको दर्शन गर्न जानुभयो। गुरुको दर्शन गर्नुभयो। अब मल्ल राजापट्टि फर्के तैँले मेरो यति गराइस्, अब तेरो राज्यमा हरेर छाड्छु, अब तेरो राज्यमा छिलेर छाड्छु भने अब फर्केर आएर गुफा प्रवेश गरेर अनि पश्चिम दिशा जानुभयो। पश्चिम दिशा जाँदा लमजुङमा यसुबम शाखाका 3 भाइ छोरा नरपतिसा दरबेसा, नरपतिसा नरहरिसा दरबेसा। दरबेसा कान्छा, उनी पढालेखा नभएका, जेठामाइलाई पढालेखा भएका, राजपाट गर्न सक्ने। अनि मम्मीले राइनाटारमा गाईको गोठ बनाएर गाई पालेर अब तिमी राजपाट गर्न सक्दिनौ, तिमी गाई सेवा दुध र भात खाऊ भनेर राइनाटारमा छोडिदिनु भएको थियो दरबेसालाई। अनि बाबा गोर्खा यता दिउँसो 12 बजेसम्म पुग्नुभयो। अब दिउँसो 12 बजेसम्म 9-10 बजे त खाना खाएर भण्डार त खाली हुन्छ। गोरख जगाइदिनु भयो पट्टङ्गीबाट। उनी त कौसिया 2 तला माथि कौसिया आराम गरिरहेछन्। हेरेको साधु दान पुण्य गर्नु पर्यो। अनि फर्केर आएर भण्डारमा गएर थालमा चाउ जे छ राखेर दिन आउँदै बच्चा मेरो भिक्षा मध्ये मेरो गोरसले भन्नुभयो। त्यो गोरस त सकिएछ महाराज, दही मथ्यो दरबा पठायो, दुई दरबा पठायो, भण्डार खाली छ, ए चाल जा देख भन्नुभयो। बाबु बाडी त मान्नै पर्यो। गएर भण्डार गएर हेर्दा त्यो खाली कराई दुधले भरिया रहेछ। गएर हेर्दा बाबा त पटङ्गिया छन्, छोटो सानो छन्, तर उहाँले आफ्नो खप्पहरू झ्यालबाट उही माथि नै पुर्याइदिनु भयो कि यसरी। जब खप्पर देख्यो त आश्चर्य मान्यो, यी त सामान्य योगी होइनन्, यी त बाबा गोरखनाथ हुन् भने फर्केर आएर पाउमा दण्डवत गर्यो र सिधै कौशिया लगाएर आसन राख्यो। त्यही दुधमा खिर पकायो। अनि 2 जना खिर मजासँग खाएर बाबा खुसी भएर 3 ढाप मारेर लो आजदेखि गोर्खा राज्य तँलाई भनिदिनु भयो। अब पढालेखा नभएका मान्छे मूर्ख हुन्छ अरे, ज्ञान हुँदैन अरे। उसले गोर्खामा चाहिँ किन मार? 3 सहर नेपाल पनि मैले पाऊँ उसले भन्यो। तेरो पढालेखा छैन, तेरो दान पुण्य छैन, तेरो लागि गोर्खा मात्र। र तँदेखि 4औँ राजा ऊ केही वीर पुरुषको निस्किन्छ।
उसले तिथि नीति न्याय निसाब माना पाथी तुला काँटा उसले बाँध्ला र उधै सातौँ राजा और वीर पुरुषको निस्किन्छ। बल्ल उसले 2224 हरण गर्ला, सिंह एउटा नेपाल बनाउला, तेरै सन्तानले भोग्ने छन्। अहिले त धेरै सोध्छ भनेर अन्तर्ध्यान हुनुभयो। अनि यहाँको जनतालाई के मन लगाइदिनु भयो? त्यो भुषल खड्का राजा कसैले मनै नपर्ने, लो राजा चाहिँदैन, राजा निकाल भन्न थाल्यो। अब राजा निकाल्न त अर्को राजा चाहियो। अनि फेरि यहाँका नारायणदास अर्याल राजटारमा गएर दरवेशासँग वार्ता गरेर लो तपाईँ गोर्खा राजा बन्नुपर्छ। अब गोर्खा राजा बन्न पहिला लिलीकोट राजा बन्नु पर्यो, दौडेर अगाडि हुनु पर्यो, अनि बल्ल यहाँको अधिकार राजा बन्ने। त्यसले दौडमा लगाइदिए। राजा छोरो पछि खाएको दौड्न त किन सक्थेन? बिचरा जुन चाहिँ अगाडि जान्छ त्यसलाई काटिदिएन, जुन अगाडि जान्छ त्यसलाई काटिदिएन। 7वटा भोटे काटेपछि बल्ल उहाँ अगाडि पुग्नुभयो। अनि उहाँलाई जिताए पनि यहाँको राज हुने। अब 3 राजधानी तल्लो कोटमा मगर आसार वार्ता गर्नुभयो, उसले चित्त बुझ्यो छोडिदियो, ल हजुर चलाउनु। यो भाषामा वार्ता गर्न आयो, यो मूर्ख मानेन, मै चलाउनु मेरो राज भन्छ। अरू ऊ भाषा वार्ता गर्नुभयो, उसको पनि चित्त बुझ्यो छोडिदियो। फेरि यो भाषा वार्ता गरायो, यो त मान्दैन, अहिले त मार्नै पर्यो। यसले नमारे 3 राजधानी एउटै भएन। यसको सोख भनेको स्त्री र माछा, यी दुईवटा पाएपछि मर्न पनि तयार हुने हो। बुढी गण्डकीमा माझीहरूलाई कुमालहरूलाई लुतो गर्ने भएको ठुलो माछा जिम्दै पक्रिने भनेर आदेश दिए। अनि जाल हानेर ठुलो माछा पटङ्गीमा राखेर सरकार माछा हेर्न सवारी हुने भनेपछि बल्ल उसले गद्दी छोड्ने अवस्था हो। गद्दीमा राजा मार्न पाइँदैन, राजालाई मार्न राजै चाहिन्छ, अर्कोले मार्न पाइँदैन। ऊ गद्दी नछोड्ने, बल्ल माछा भनेपछि ऊ गद्दी छोड्ने अवस्था हो। ढोका होचो, अझै पनि होचो छ ढोका, हेर्नुहोस्। न्युरे निक्लिनु पर्यो। न्युरे त्यही बेला दरवेश शाहले काटेर राजपाट गर्नुभएको 1481 मा। अनि बल्ल गोर्खा दरबार भयो। गोर्खा थिएन, बल्ल प्रकट हुनुभयो, गोर्खा भयो। अनि दरवेश शाह ल्याउनु भयो, गोर्खा दरबार भयो। अनि कालिका आएपछि गोरख काली मन्दिर यसरी परिणत भएको छ। अब 4औँ राजा भनेको त रामशाह पर्नुहुन्छ। उहाँले तिथि नीति न्याय निसाब माना पाथी तुला काँटा सबै उहाँले बाँध्नुभयो। त्यो बेलासम्म राम राज्य रहेछ भयो, केही पनि कानुन नभएको। अनि त्यहाँ उहाँदेखि 7औँ राजा पृथ्वी शाह पर्नुहुन्छ। उहाँले बल्ल 2224 राजा हरण गरेर सिंह एउटा नेपाल बनाउनु भयो। ल छोड गरे मैले टुङ्ग्याइदिएन। जय जय।